खै स्थानीय त डस्टबिन यत्रो ठुलो हस्पिटलको अगाडि पब्लिक हेर्न सक्नुहुन्छ तपाईँको केही नगर क्रिकेट क्लबद्वारा सबैजनाको नमस्कार। आज चाहिँ हामी देवीनगर क्रिकेट क्लबको ग्रुप भएर लुम्बिनी प्रादेशिक अस्पताल चाहिँ सरसफाइ कार्यक्रममा चलिरहेछौँ र अहिले चाहिँ बिहान चिया कार्यक्रम चलिरहेछ। हेर्न सकिन्छ हाम्रो सबै साथीहरू ट्याङ ट्याङ पार्ने ट्याङ ट्याङ घन्टा बजाउने साथीहरू चिया खाँदै हुनुहुन्छ र हामी चाहिँ अब लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम जाँदैछौँ। तपाईँले आउनै पर्थ्यो क्या आज कार्यक्रममा जाँदैछौँ। कहाँ सरसफाइ गर्नु अगाडि हाम्रो सरसफाइ कार्यक्रम छ देवीनगर क्रिकेट क्लबको। सबैजना आउनु होला, आइपर्ने मान्छेहरू। सेवा नै धर्म। अस्पतालको पार्किङमा आइसकेका छौँ। अब हामी भित्र छिर्नेछौँ। लुम्बिनी अञ्चलतिर खेल छोडेर किन नि सरसफाइ गुड हो। साथीहरू चाहिँ यहाँ ग्लभ्स मास्क तयारी हुँदैछ। काम सुरु भइसकेको छ। होइन हातले टिप्ने क्या सबै त्यसले जम्मा गर्ने कार्यक्रम भएर सुरुवात भइसकेको छ है। कामको सुरुवात भइसकेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बाहिरका बाहिरी परिसरमा रहेका फोहोरहरू कागज टुक्राहरू चाहिँ उठाउने कार्यक्रम छ। सबै साथीहरू चाहिँ बाँडिएर चारैतिर बाँडिएर सरसफाइ कार्यक्रम सुरु भइसकेको छ है। ल हजुरहरू नजिक हुनुहुन्छ भने आउनु सक्नुहुन्छ है। म्याक्सिमम् जस्तो यो बाटोहरूमा भण्डारी होला फोहोर छ सबै भिडियो राख फोन आयो यार, अब कसले उठाउने त। यो पुलको बिचमा पुलको तल पनि भएको फोहोरहरू निकाल्दै सहयोगीहरू भित्रभित्र फोहोर छ साह्रै शासन हुँदैछ। हस्पिटलको बाहिरी रहेको पुलमा गणेशजी ठिक छ ल, चकाचक पारौँ है। मेसी तरलाई चस्मा भेटियो तपाईँको तपाईँको चस्मा सर के खोज्दै हुनुहुन्छ तपाईँ? यहाँ मान्छेहरूले के बहुमूल्य चिज छोडेछन् कि भोला सिगरेटका डब्बा सब्बा यस्तै खोज्दैछु। हो के छ भेटिएला जस्तो लाग्छ? अहिलेसम्म त राम्रै भेटिया छ र क्वान्टिटी कति पुग्छ भन्ने कुरा हो। म्याक्सिमम् के भेटिया छ? भोला म्याक्सिमम् भोलै भेटिया छ है। ठिक छ। र भोला चाहिँ ब्यान्डै गर्नुपर्ने अवस्था जस्तो देखियो, किनभने प्लास्टिकहरू उठाउँदै गर्दा म्याक्सिमम् भोलाका कागजहरू बाहेक अरू खासै भेटिएको देखियो होइन। हजुर ठिक छ नि? एकदम ठिक छ हजुर। हाम्रो भाउजू अनिता भाउजू पनि हुनुहुन्छ हाम्रो साथमा र साथीहरू यहाँ सबै साथीहरू पनि सहभागी हुनुहुन्छ। हेरौँ हेर्नु चाहिँ यस्तो फोहोर छ बाहिर। हेर्न सक्नुहुन्छ तपाईँको फलफुलहरूको फोलो चाहिँ तपाईँको स्याउहरूको कभर म्याक्सिमम् यहाँ चाहिँ अब ठेलाहरू राख्न नदिने भन्ने पनि भइरहेको थियो। तर पनि यहाँ आएर व्यापार गरेर तपाईँको आफ्नो प्लास्टिकहरू पनि व्यवस्थापन नगरेर म्याक्सिमम् यही फलफुलको फोहोरहरू यी चाहिँ फालेर जानुभएको छ। व्यापार गर्नुहुन्छ तर पनि फोहोर व्यवस्थापन पनि गरिदिनु भयो भने धेरै राम्रो है। लुम्बिनी प्रादेशिक अस्पताल अगाडि छौँ हामी अहिले। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फलफुलका कागजहरू टुक्राहरू यो चाहिँ स्याउको कभरहरू यस्तो छ। र यहाँ पानी व्यवस्थापन पानी
सङ्कलन भएको व्यवस्थापन पनि छैन र यसले गर्दा कति असर गर्छ हस्पिटलको अगाडि यस्तो फोहोर छ हेर्नुहोस् यो तपाईँको म्याक्सिमम् भोलाको कागज र यो फल अहिले चाहिँ यहाँ चाहिँ तपाईँको फलफुलको स्याउहरूको कभर हेर्न सक्नुहुन्छ म्याक्सिमम् स्याउहरूको कभरै देखिन्छ साथीहरू चाहिँ उठाउँदै हुनुहुन्छ हजुर के भेट्नुभयो धेरै तपाईँले व्यवस्थापन गर्नुपर्छ भन्ने जस्तै स्थानीय तहलाई लागेन कि स्थानीय तहले देखेन कि यसको चाहिँ मैले अलि गुनासो गर्न चाहन्छु यसमा पनि ध्यान आकर्षण होस् स्थानीय तहको भन्न चाहन्छु धन्यवाद यस्तो छ हेर्नुहोस् पानी पनि व्यवस्था पानी बग्ने ठाउँ पनि छैन कतै चारैतिर तपाईँको नाली चाहिँ तपाईँको बाटोभन्दा नाली धेरै माथि छ हुन त अब यो व्यवस्थापन भइसकेको छैन अब गर्दैछ फुटपाथ चाहिँ व्यवस्थापन गरेर बाँकी र अब चाहिँ अब यसलाई चाहिँ निर्माण गर्ने होला सायद तर ढिलाइ भयो छिटो गरिदिनु हुन अनुरोध गर्दछौँ है आज हामी लुम्बिनी प्राथमिक अस्पताल अगाडि चाहिँ सरसफाइ कार्यक्रम गर्दैथ्यौँ गर्दै गर्दा पानीले पनि आज साथ दिएको छैन सक्नुहुन्छ साथीहरू पानी परे पनि काम चाहिँ छोड्नु भएको छैन सरसफाइ भइरहेको छ र यो हामीले म्याक्सिमम् चाहिँ यहाँ भोलाको कागज र त्यो स्याउहरूको जुन ऱ्यापर जुन हुन्छ नि त्यो म्याक्सिमम् देख्यौँ त्यसको लागि चाहिँ व्यवस्थापन गर्ने स्थानीय निकायको ध्यान जाओस् हेर्न सक्नुहुन्छ तपाईँको चाहिँ हाल्न पऱ्यो ल दाइ यहाँ त हेलो च्यातिएको प्लास्टिक यहाँ चाहिँ म्याक्सिमम् यता स्याउहरूको कभरहरू हेर्नु छ यहाँ चाहिँ स्याउहरू बेचेर फलफुल बेचेर बाँकी रहेका प्लास्टिकहरू चाहिँ व्यवस्थापन नगरेर यो चाहिँ अत्याधिक फोहोर देखिएको छ र अहिले नगरपालिकाले व्यापार गर्न नदिए पनि र फलफुलका कागजहरू चाहिँ यहाँ ठुलो कमजोर देखियो कमसेकम डस्टबिनको व्यवस्था गर्नुपर्छ नगरपालिका स्थानीय तह हामीलाई चाहिने भनेकै यस्तै सामान्य कुराको लागि हो खोइ स्थानीय तह डस्टबिन यत्रो ठुलो हस्पिटलको अगाडि पब्लिक एरियाको अगाडि त कमसेकम डस्टबिन राखिदिने अलिकति सफा हुने वातावरण त नगरपालिकाले सिर्जना गरिदिनुपर्छ नि त त्यसको लागि हामीले यही भिडियो मार्फत नगरपालिकालाई ध्यान चाह्यौँ प्रत्येक पोलमा चाहिँ यहाँ डस्टबिनको आवश्यकता देखियो तसर्थ कृपया जति सक्दो छिटो डस्टबिनको व्यवस्था चाहिँ गरिदिनु होला आदरणीय खेलराज पन्थीज्यू पाण्डेज्यू हेर्नुहोस् डस्टबिन भएको भए सायद यिनीहरू डस्टबिनमा हुन्थ्यो र व्यवस्थापन हुन्थ्यो होला सक्नुहुन्छ स्थानीय निकायको छिटो ध्यान जाओस् के भन्न चाह्यौँ हामी चाहिँ यसरी अब अहिले सरसफाइ कार्यक्रममा चलिरहेछौँ र सपोर्ट चाहिएमा स्थानीय तहलाई चाहिँ हामी सपोर्ट गर्न तयार छौँ हामी ग्रुप भएर आउन तयार छौँ तर हजुरहरू चाहिँ अगाडि बढिदिनु होला भन्न चाहन्छु हस् धन्यवाद देवीनगर क्रिकेट क्लबद्वारा आज सरकारी रूपमै देशव्यापी रूपमा चाहिँ चलेको सरसफाइ कार्यक्रमको प्रतिनिधित्व गर्दै आज देवीनगर क्रिकेट क्लब चाहिँ हामी स्वयं बुटोल लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि चाहिँ सरसफाइ कार्यक्रमहरू भइरहेछ हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू धमाधम लागिरहनु भएको छ र देशव्यापी रूपमा यसरी लागु र यो भोलाको कागजहरू म्याक्सिमम् भेटिएको छ र यसमा चाहिँ सरकारी निकायको ध्यान जाओस् र कसरी कम गर्ने के गर्ने डस्टबिनको व्यवस्था गरेर हुन्छ या ब्यान्ड गरेर हुन्छ के गरेर हुन्छ सरकारी तर्फबाट चाहिँ व्यवस्थापन होस् हेर्न सक्नुहुन्छ साथीहरू दायाँ बायाँ चारैतिर लागिरहनु भएको छ एकदम राम्रो काम है एकदम राम्रो काम ओके नालीको बिचमा हेर्नुहोस् नालीको बिचमा हेर्नु यस्तो छ भित्रसम्म यतिसम्म सजिलो हेर्नुहोस् एकचोटि निकाल्दा हामीले यसरी सुन पनि भेटाइसकेका छौँ है यहाँनिर सुन भेटियो अरे ल तर तैँले केही भेट्नुभयो कि नि सुन भेटियो कि भेटियो ल बाँड्ने अहिले क्लबको कलरलाई हो त अघि बाँड्ने भनेको अघि सबैले बाँड्ने भनेको सल्लाह भएको बुढा बाठा हेर्नुहोस् एक मुठी समात्दा एकचोटि समात्दा एक मुठी फोहोर मात्रै आउँछ अरू केही आउँदैन अहिले यस्तो छ अहिले यहाँ चाहिँ सरसफाइ गरिसक्नु भएको छ
सिसा हुन्छ कि जस्तो लाग्यो सिसा हुँदैन के लाग्यो फालिदिनुपर्छ कि ल पछाडि एरिया हेर्नुहोस् भित्र एरियामा कुना कुनामा प्लास्टिक गुडाएर ल्याएको हो या हालेको हो हेर्नुहोस् फोहोर व्यवस्थापन गर्नुपर्ने देखिन्छ नागरिकहरू पनि सचेत हुन आवश्यक छ है फोहोर फाल्नुभन्दा पनि आफै व्यवस्थापन गरेर डस्टबिनमा या आफ्नो पकेटमा राखेर बरु पछि चाहिँ व्यवस्थित ठाउँमा फाल्नुभयो भने धेरै राम्रो हुन्छ है धन्यवाद सफा गर्ने क्रममा हामीले सुन भेटेका छौँ कसको यो सम्पर्क गर्नु होला यिनलाई दिने होइन त पैसा त बहुत हुन्छ कि साफसफाइ कार्यक्रममा सहभागी हुँदै गर्दा पानी परेको छ है पानी परेको छ मौसम चिसो छ सबै तर पानी परे पनि हामी साफसफाइ कार्यक्रम गरिरहेको छौँ लाइभ गऱ्यौँ ल धन्यवाद आगामी फोहोर व्यवस्थापन गर्ने क्रममा पानी परेको थियो यहाँ चाहिँ फोहोर व्यवस्थापन भइसक्यो ल हेर्नु सक्नुहुन्छ फोहोर चाहिँ लगभग सरसफाइ भइसकेको छ म चाहिँ पछाडि गएर देखाउँछु अर्को प्लेटमा चाहिँ सरसफाइ गरिसकेपछि भएको अवस्था अहिलेको हुन्छ यो चाहिँ अब प्लास्टिकहरू फोहोरहरू धेरै नै थियो साथीहरूले चाहिँ फोहोर ल्याउँदै हुनुहुन्छ व्यवस्थापन गर्दै हुनुहुन्छ र यो चाहिँ अहिले सरसफाइ भइसक्यो उता माथि लाने अरे क्या भइसकेको छ यहाँ यति चाहिँ फोहोर यहाँ छ र अलिकति अझै फोहोरहरू माथि त्यो प्लास्टिकहरू चाहिँ माथि छ त्यो पनि हामी एकै ठाउँ राखेर व्यवस्थापन गर्छौँ र आज चाहिँ पानी परेको कारणले गर्दा चाहिँ सरसफाइ कार्यक्रम स्थगित भएको छ र भोलि फेरि चाहिँ 6 बजेदेखि 8 बजीसम्म सरसफाइ गर्ने कार्यक्रम छ अलिक बिस्तारै सम्पूर्णको नमस्कार आज चाहिँ हामी देवीनाथ क्रिकेट क्लबको ग्रुप भएर लुम्बिनी प्रादेशिक अस्पताल चाहिँ सरसफाइ कार्यक्रममा चलिरहेछौँ र अहिले चाहिँ बिहान चिया कार्यक्रम चलिरहेछ हेर्न सकिन्छ हाम्रो सबै साथीहरू ट्याङ पार्ने ट्याङ घन्टा बजाउने साथीहरू चिया खाँदै हुनुहुन्छ र हामी चाहिँ अब लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम जाँदैछौँ तपाईँले आउनै पर्थ्यो कि आज हो साथीहरू चाहिँ यहाँ ग्लोभ्स मास्क तयारी हुँदैछ म्याक्सिमम् हिँड्दैछ यो बाटोहरूमा भण्डारी होला फोहोर कसले उठाउने पुलको बिचमा